सो हेलो एभ्रिवान, राधे राधे सबैजनालाई। म चाहिँ अहिले निक्लिसकेकी छु पुराणमा जानको लागि भनेर। एकै दिन चाहिँ हजुरहरूले मलाई साडी लगाएकै देख्नुहुनेछ। आज चाहिँ हो पुराणको चौथो दिन र म पुगेर त अब सबैभन्दा पहिलाको कार्यक्रम हो टीका लगाउने। टीका नलगाइ त अब मण्डपभित्र पस्ने कुरो पनि त आएन। बुनुहरूसँगबाट मैले चाहिँ टिका लगाएँ। आज चाहिँ किताब ढोक्छु भनेर मैले चाहिँ केही पनि नखाइकन आएकी छु घरबाट। यसै त रोटीहरू खाएर आउँथे र आएर चाहिँ म सिधै गएँ किताब ढोक्न। गुरुजी चाहिँ आइपुग्नु भइसकेको रहेन रहेछ, गुरुजीलाई लिन भनेर जानुभएको रहेछ। मैले चाहिँ यता किताब पनि ढोकेर ठिक्क आइसकेकी थिएँ अनि गुरुजीको स्वागत भयो। आज चाहिँ यो श्रीमद् भागवत दुर्गा पुराणको चौथो दिन। आज पनि निकै टाढा टाढाबाट थुप्रो भक्तजनहरू आइराख्नु भएको छ। म चाहिँ अहिले एकैछिनको लागि घर आएकी छु। केही नखाइ गएकी थिएँ, केही खाना खाएर जान्छु भनेर। अहिले चाहिँ काकीहरू अनि म भएर निक्लिसकेका छौँ पुराणमा जान भनेर। हाम्रो चाहिँ अब पुराण घरबाट छेउमै हो र सजिलो हुन्छ आउँदै जाँदै गर्नको लागि। अहिले चाहिँ म पण्डालमा आइवरी बसिसकेकी छु कथा श्रवण गर्न भनेर। आएकी छु प्रसादी ग्रहण गर्नको लागि भनेर। र यहाँ चाहिँ हेर्नु न बाहरूले कस्तो राम्रोसँगले पुरी बनाइरहनु भएको रहेछ र यता चाहिँ काकी बडेमाहरू सबैजना मिलेर गफ गर्दै गर्दै हाँस्दै कुरा गर्दै पुरी बेलिरहनु भएको रहेछ। यसरी सबैजनाले मिलेर काम गर्दा चाहिँ साह्रै नै राम्रो लाग्छ र अब हाम्रो गाउँमा त यस्तै छ, सबैजनाले मिलेर गर्नुहुन्छ। र यता चाहिँ भाइ दादाहरू पनि राम्रोसँगले डिसिप्लिनले प्रसादी पनि बाँडिरहेका रहेछन् र म पनि गएँ प्रसादी लिन भनेर। र यहाँ चाहिँ मलाई एउटा भाइले भन्यो भिडियो गर्ने, मलाई चाहिँ भिडियोमा हाल्नु नि भन्दै भन्यो। अनि हाल्छु म। हिजो अस्ति त भिडियो गर्ने मलाई मौकै मिलेको थिएन र म आज चाहिँ गर्छु अनि हाल्छु भने अनि भिडियो पनि गरेँ। त्यस्तै हुन्छ, अब जतिखेर भिडियोहरू गर्न पनि मिल्दैन र टाइम पनि हुँदैन। आजको झाँकी प्रदर्शनमा चाहिँ दुर्गा माता देखाउनु भएको थियो र यहाँ सानी बुनुलाई चाहिँ दुर्गा माता बनाउनु भएको थियो। ऊ चाहिँ यति राम्रो देखिएकी थिइन् अनि गुरुजीसित नडराइ बसेकी थिइन्।